परिवर्तनको उद्घोष सभा नै मधेसबाट सुरु गर्न गइरहेको छौँ हामी र त्यसैले मधेस हाम्रो जेएनजीको नयाँ हाम्रो नेता पुरुषोत्तम यादवले भन्ने गर्नुहुन्छ कि दाइ मधेस समस्या होइन शक्ति हो तर त्यो शक्तिलाई कसरी प्रयोग गर्ने भन्ने उचित रणनीति मात्र बनाउनु बाँकी छ त्यो हामी देशको परिवर्तनको यात्राको उद्घोष र त्यसको रणनीतिक यात्रा नै मधेसबाट सुरु गर्न चाहन्छौँ विभिन्न राजनीतिज्ञहरूले हाम्रो बारेमा अपव्याख्याहरू गरेर मधेस विरोधी हो संघीयता विरोधी हो जस्तो गरिदिएकोले गर्दा त्यो सबै कुराको स्पष्टीकरण दिने उपयुक्त ठाउँ र उपयुक्त समय नै यो माघको 5 गते र जनकपुरको तिरुतियागाछी हो भन्ने कुराको निष्कर्षमा पुगेर हामीले यो तय गरेको छौँ। एउटा राजनीतिमा